त्यो भनेर गाडी धुइदिने अब ट्र्याक्टर धुनु सघाउने दाइले हेरु कस्तो हुन्छ यस्तो चर्को घाममा सोरुम भनेर केटाहरू खुसी कुदेको थियो साथीले सोरुममा काम पायो भनेर साथीको कस्तो बिजोग छ तिमीहरूलाई के थाहा सो हेलो युट्युब फ्यामिली के छ तपाईँहरूको हाल खबर म चाहिँ सन्चै आरामै छु र आज सोमबारको दिन म चाहिँ ड्युटीमा आएको छु काम गर्दैछु भनौँ न यस्तो छ हाल खबर उता चाहिँ काम चल्दैछ अनि यहाँ पार्किङमा आएर भिडियो बनाएको होइन सो त्यही अबबाट चाहिँ ठ्याक्क बिहानको 9:30 बजी भ्लग हाल्छु फिक्स टाइम त्यही हो अबदेखि सबले हेरिदिनु होला र मलाई सब्सक्राइबर 200 सब्सक्राइबर पुगाउनु त्यस्तै 12-13 सब्सक्राइबर चाहिएको छ सबले सब्सक्राइब गरिदिनु होला जो नयाँ आउनु हुनुहुन्छ सो त्यही भन्न चाहन्छु र सपोर्ट गरिदिनु होला के भन्नु अरू त होइन यस्तै छ काम चल्दैछ र मेरो फोनमा पनि चार्ज छैन क्या राति फोन चार्ज हाल्नु पनि बिर्सिदिरहेको होइन अनि फोनमा पनि चार्ज छैन एकछिन फोन चार्जमा हाल्छु अनि तपाईँहरूलाई म छिट्टै भेट्छु अब सो अहिले चाहिँ 1:30 भइरहेछ टाइम खानासाना खाएर ताराकुतन भएर निस्केको बाहिर हाम्रो यहाँ काका हुन्छ सेभेज काका के खतरा काका हो क्या एकदम के छ गजब छ एकदम रमाइलो छ चलमा बसेको छ शीतलमा काकाको यहाँ बस्ने मेन टार्गेट भनेको यहाँ भनेको यहाँबाट बसहरू चढ्छ क्या केटी काकाले होइन काका केटीहरू कति गरी केटा कता कता जान्छन् के हामी सबै त हेर्ने क्या टार्गेट होइन राख्ने त्यही हो म चाहिँ यहाँ दाइले रजनीगन्धा लिनु पठाउनु भएको छ रजनीगन्धा लिनु गएको यहाँनिर होटल छ नि त त्यो पनि भनौँ न हाम्रो आयुष दाई हुनुहुन्छ आयुष दाईको बाबाको होटल हो सो म रजनीगन्धा लिएर आएर तपाईँलाई भेट्छु भनौँ न रजनीगन्धा पनि लिएर आइसकेँ हाम्रो यहाँ साथी आएको छ काम गर्दैछ वायरिङ मिस्त्री हो क्या हाल खबर दोस्त ठिक छ कुछ बोल्दैन मेरो ब्लग पे क्या बोल्नु तेरा बोलो और जो हिंदी में बोल देना जो ये सब्सक्राइब करने के लिए बोल देना यार बोलना यो एकदम कमेडी भनौँ न मान्छे एकदम गुड मान्छे छ क्या यो मभन्दा ठुलो तर पनि मेरा त भनेर बोल्छ कहिले रिसाउँदैन मान्छे भनेको यतिको हुनुपर्छ क्या सो त्यही हो नयाँ ट्र्याक्टर आएको छ यो ट्र्याक्टर अब यहाँ वासिङमा हालेर ट्र्याक्टर धुनुपर्ने छ मलाई फेरि बिल्ला लाग्दैन कि म कसम भनेको अब ट्र्याक्टर धुन्छु म दाइलाई सघाउँछु यो दाइ हुनुहुन्छ यो दाइ एक्लै गाडी धुहरू यताउति पखाल्ने कामहरू गर्नुहुन्छ नि त म सघाइदिन्छु क्या मलाई कहिले कसैलाई के नराम्रो लाग्दैन क्या कि यो त्यो भनेर गाडी धुइदिने अब ट्र्याक्टर धुनु सघाउनु दाइलाई त्यही हो अब यो ट्र्याक्टर लिएर आउँछु अनि धुन्छु सो यो गाडी चाहिँ यहाँ वासिङमा थियो मैले नि यहाँनिर ल्याएर राखेको भिडियो बनाउनु बिर्सिरहेको जहिले भिडियो बनाउनु बिर्सिन्छु क्या अब यो ट्र्याक्टरलाई वासिङमा लगेर जानुपर्ने आउँछ ट्र्याक्टर कुदाउँदा पनि नआउनु होइन तर यसको रिभर्स गियर लागिरहेको छ कि रिभर्स गियर छुट्याउनै आउँदैन मलाई म ट्राई गर्छु अनि भेट्छु तपाईँहरूलाई सो ट्र्याक्टर कुदाइदिँदैछ ट्र्याक्टर कुदाउनु नि आउनु त आउँछ कि गियर मात्रै छुट्याउनु आएको मलाई त्यही हो भनौँ न यसको चाहिँ गियर यहाँ हुँदो रहेछ क्या रिभर्स र न्युट्रल चाहिँ नि यहाँ हुँदो रहेछ क्या अगाडि लाग्यो क्या गियर 4 व्हिल हो नि त त्यही हो ट्र्याक्टर कुदाउनु पनि आउने होइन सबै आउँछ सबै सिकिसक्यो कुदाउनु त गाडीहरू त नि त्यही हो अर्को ट्र्याक्टर पनि लिएर आउनुपर्ने जो मैले चाहिँ एउटा ट्र्याक्टर यहाँ लगाइसकेँ यो पनि ल्याउनु पर्ने ट्र्याक्टरको चाबी फेरि खतरा हुन्छ क्या यस्तो क्या त्यही हो यो ट्र्याक्टर पनि त्यहाँ लगेर म पनि ट्र्याक्टर धुन्छु दाइलाई सघाउँछु अब सो यो दाइले चाहिँ मलाई होइन गाडी त धुन्छु भाइ ट्र्याक्टर नधुऊ भनेर किन भनेको रहेछ बल्ल थाहा पाएँ क्या यहाँ अवस्था हेर्नु न लुत्रुक के भएको छ लुत्रुक के दाइ त हेर्नु त लुगा पुरै चिस्से क्या त्यसरी म ट्र्याक्टर नधुनु दिएको रहेछ अहिले म साबुन दलेर आउँछु सो यो ट्र्याक्टर चाहिँ हाम्रो वासिङ अन्डाल हुँदैछ यो ट्र्याक्टर चाहिँ यो दाइले पखाल्ने भन्दैछ मेरो चाहिँ पानी हान्ने काम हो हेर्नु है जो सानो भएको नि फाइदा छ कामबाट चाहिँ बाँचिन्छ कि तर म यस्तो सानो भएछु नि काम चाहिँ सबलाई सघाउँछु हाम्रो दाइहरू भोला किलर हानिदिन्छ नि फेरि खतरा खाइदिन्छ नि ओ कुरोमा भोला छैन भन्ने निस्कु लिक्विड सबै पखाइदियो हेर्नु दाइ
दाइ तपाईँलाई कस्तो काले देखियो यार मभन्दा बढी काले देखिँदैछ तर दाइले काले भएपछि नि दाइको बुढी चाहिँ गोरी छ क्या तर दाइको बुढी मेरो भाउजू हो नि फेरि म रेस्पेक्ट गर्छु नि फेरि सबलाई रेस्पेक्ट गर्छु यहाँ हामी जति पनि यहाँ बोलेपछि पनि हामी एकअर्कालाई धेरै रेस्पेक्ट गर्छौँ त्यही हो हाम्रो दाइले लिक्विडै नदलिकन घोटिक्को घोटे चाहिँ स्याम्पू नलाइकन ल हेरौँ है हेरौँ ट्र्याक्टर दाइ 5 गेर लाएर एकैचोटि हुत्याइदिनुपर्छ हुइली हानिदिनुपर्छ ट्र्याक्टरले त अगाडि चक्क हुत्याइदिनुपर्छ ट्र्याक्टर कुदाउनु चाहिँ फेरि लास्ट इजी छ क्या ओभर इजी छ त्यो भनौँ न त्यो गाडीहरू कुदाउनुभन्दा लास्ट इजी छ क्या आफ्नो मिठाई खानुपर्छ होइन कसलाई मिठाई माग्ने सम्झेर चाचालाई सम्झेर काकाले त भाङको लड्डु खुवाइदिएला नि बिहान बिहानै खाएर आएको छ आज आउनु बित्तिकै मादर चोत भन्नु थालेको थियो भने हो सो त्यही हो यो ट्र्याक्टर अब के भन्ने यहाँ गफ चल्छ कि हाम्रो अब फेरि हल्का खतरा चल्छ अनि भ्लगमा देखाउनु मिल्दैन अहिले चाहिँ म ठ्याक्कै भनौँ न अब यो ट्र्याक्टर सेक्टर धुइसकेर अनि तपाईँलाई भेट्छु है म गर्दैछ यो दिदी काम गर्दैन यो दिदीको काम छैन सोरुममा जोतमा सेलेरी महिनाको 40,000 खाएर बसेको कि यो दिदीले जोत्न भक्कु नभएको बोल्छ होइन तपाईँ जानु तपाईँको अफिसमा गएर बस्नु दाइ हामी जस्तो काम गर्छौँ तर बवाल गर्छौँ हो कि न त हो कि न दाइ हामी टायर र मोबिल दलिदिँदैछौँ टायर नयाँ बनाउने यस्तो हुन्छ क्या यस्तो नयाँ उतापट्टि दलेको छैन यतापट्टिको साइडमा दलेछ होइन दाइ हामी सोरुमको स्टाफ हो नि त दाइ हामी सब कुरो सेयर गर्नुपर्छ थाहा छैन हाम्रो त ठिक छ यो भिडियोमा गयो भने त अनि यो बर्बाद भइहाल्यो नि हाम्रो यस्तो सिक्रेट कुराहरू केही हुँदैन त्यही हाम्रो चाहिँ यस्तै जान्छ ओ दाइ चुरोट खानु हुँदैन नि दाइ मेरो घरमा थाहा भएपछि मार्छ ल दाइ हुन्छ के भयो अरे टाइम त दाइ कति बज्यो खोइ हेर्नुपर्छ अलि भेट्छु गाइस तपाईँहरूलाई हाम्रो साउ छैन कि अर्को दाइ हुनुहुन्छ ऱ्याक गरिरहेको छ दाइले कसम भनेको यार के गर्नु कहिले साउ हुनु म पनि अनि मेरो केटाहरूलाई ऱ्याक हान्नु सो हामीले चाहिँ ट्र्याक्टर धोएर टिलिक्क बनाइदिउँ होइन यो ट्र्याक्टर चाहिँ अलिक कम सफा भएको छ किनभने यो दाइले धुएको हो नि त अनि यो ट्र्याक्टर चाहिँ भनेको वासिङ गर्ने दाइरामा अलिक धुएको त्यसैले अलिक बढी चम्किरहेको छ टायरहरू हेर्नु न आम्म सो त्यही हो युट्युब फ्यामिली के कस्तो लाग्छ अब फेरि ग्यारेज सफा गर्नु ऊ यो छ नि यो भाग कालो भएको छ नि यसलाई टिलिक्क बनाउने जिम्मा अब हामी 2 जना 3 जना दाइको त्यही युट्युब फ्यामिली अब म भेट्छु तपाईँलाई पक्नु अहिले केटा हो तिमीहरू भन्छस् नि सोरुममा काम पाएर मोज्छ यहाँ त यस्तो वाइपर लिएर यस्तो तेल घोट्नु परेपछि खुट्टा यस्तो हुन्छ हातहरू यस्तो हुन्छ मोज्छ भन्छस् नि हेरे कस्तो खट्नुपर्छ यहाँ हेर त हातहरू कस्तो हुन्छ यस्तो चर्को घाममा सोरुम भनेर केटाहरू खुसी कुदेको थियो साथीको सोरुममा काम पायो भनेर साथीको कस्तो बिजोग छ तिमीहरूलाई के थाहा त्यही हो यहाँ घोटिँदैछ दाइ उता हुनुहुन्छ यहाँ मोटरको पाइप जोडेर ल्याउनु हुँदैछ खतरा सो हाम्रो काम पनि सकिसक्यो 5 बजिसक्यो होइन अब यी सफा गरेर यतिको बनायौँ यो गाडी माथि चाहिँ यसलाई तल झारिदिनु पर्ने र त्यही हो युट्युब फ्यामिली आज भक्ति कस्तो लाग्छ कमेन्ट गरिदिनु होला यति भन्दै म आजको लागि समाप्त गर्छु बाई